एउटा गजल र अर्को चाहिँ हस्तकला राखेको छ। म चाहिँ सर्वप्रथम पहिले चाहिँ हजुरहरूलाई मेरो हस्तकला देखाउन चाहन्छु। मैले हातले बनाएको हुन त मैले त्यत्रो राम्रो चिज त बनाएको छैन, त्यही पनि मैले हाम्रो पिता पुर्खाले हाम्रो देशको जुन रक्षा गर्नुभएको थियो त्यस वस्तुको चाहिँ थोरै सानो नमुना ल्याएर आएको छु। राम्रो त छैन होला, त्यही पनि सबैले हेरिदिनु होला। विशेष त भाइलाई यस कार्यक्रममा धेरै धेरै स्वागत भन्न चाहन्छु। र यो जुन हस्तकला भन्नुभयो है, यो लुकेको प्रतिभा, उहाँको प्रतिभालाई चाहिँ तपाईहरू जति पनि उपस्थित हुनुभएको छ, सम्पूर्ण यहाँ उपस्थित हुनुहुने अग्रज व्यक्तित्वहरू र दर्शक महानुभावहरू जति पनि हुनुहुन्छ, हेर्नुहोस् उहाँको यो कला, उहाँ खुद आफैले यो तयार गर्नुभएको चिजहरू, यो चाहिँ खुकुरीको दाप, खुकुरीको बेड, खुकुरीको साथी कर्द, साथै कर्दको यो ब्याड उहाँले आफै तयार गर्नुभएको। र अन्य यो चाहिँ के हो भाइ? यो बाख्रा, ल हेर्नुहोस् है, यो बाख्राको नमुना पनि उहाँले काठैको हो, यो फेरि काठकै तयार गर्नुभएको छ। उहाँलाई सम्मान गर्नै पर्छ। त्यो सम्मान गर्नुकै लागि मैले यो कार्यक्रम आयोजना गरेको हो। बाख्रा काठको बनाउनु भएको छ यो हस्तकलाबाट। र अरू के छ भाइ? यो हँसिया हेर्नुहोस्, उहाँले आफै बनाउनु भएको हँसिया हो। यो नेपालको राष्ट्रिय झन्डा मैले चाहिँ त्यहाँ किनेर ल्याएर सजाएँ, उहाँले चाहिँ बनाएर ल्याएर यहाँ तपाईँहरूको माझमा राखिदिनुहुन्छ। देख्नु भएको छ, टाढा टाढाबाट खिच्नु है। सम्मान गर्नै पर्छ उहाँको लागि, हृदयबाटै मैले सम्मान गर्नु चाहेँ र उहाँलाई सम्मानित पनि गर्ने नै छु। अन्तिममा हामी किराँतको विशेष गरी चिन्डो, ल हेर्नुहोस्, यो चाहिँ फेरि यो माटोको नसोचिदिनु होला, यो चाहिँ काठकै हो है। विशेष गरी यो काठको चिन्डो, हामी किराँतीहरू, तपाईँ हामी किराँती हो नि त है। खुकुरी सानो, खुकुरीको यो दाप आकर्षक है। यो त अब यहाँ प्रत्यक्ष मैले तपाईँलाई देखाउन सकिनँ। भोलि पर्सि सरोज अर्पण राई युट्युबमा र सरोज अर्पण राई फेसबुक पेजमा आउनेछ। यो कलाहरू भिडियो सहित आउनेछ, उहाँको कला म ल्याउनेछु। र विशेष उहाँलाई सम्मान स्वरूप सबैले एकचोटि जोरदार तालीले सम्मान गरौँ।